भदौको 23 गते त्यो सडकमा उरालो नि जसले हो अँध्यारो कोठाभित्र पर्दा पछाडि लुकेर बसेर अब त्यही लुसिफर भनियो लुसिफरले काठमाडौँ नगरपालिकाको प्रमुख हो अहिले मेयर बालेनले भन्न खोज्नुभयो उसले उतार्यो त्यो गल्ती भयो ड्रेस लगाएर बुवा आमाले जुत्ताको टाइसाई जुत्ताको तुना समेत टाइसाई बाँधेर कपालमा तेलसेल लगाएर काइयो लगाएर कोरिदिएर कलेज गएर आइजाइ 11 बजे भाग्छ भनेर पठाएका छोरा बच्चा बच्चीलाई त्यो बानेश्वरमा ढुङ्गामुढा गर्न लाने मान्छे को हो त त्यो त्यही लुसिफर बालेन अब आफ्नो पालिकाको होइन काठमाडौँ महानगरपालिकाको प्रमुख चाहिँ हो। अब मैले एउटा प्रश्न सोध्न चाहे तपाईलाई काठमाडौँ महानगरपालिकाको यो आन्दोलन जेन्जीको थियो अनि बालेनलाई दोष किन अहिले सरकार कसले बनाएको छ बालेनले होइन सरकार परिवर्तन गर्ने भनेर जेन्जी पुस्ताहरू पो जेन्जी पुस्ताले आन्दोलन गरेका हुन् पुस्ता भने बालेनको के दोष खै हाम्रो घरको भाइ बहिनी गएन नि त जेन्जी भने भाइ बहिनी गएन जानी त गए नि जानी गए 75 जना मरे शहीद भए त्यस विषयमा बोल्नुस् उनीहरूलाई कहाँ त्यसको दोषी कुन कहाँ पठाएको त्यसको दोषी कुन त महानगरपालिकाको मेयर बालेन शाह खै के हो नाम त अब त्यो दुनियाँका नाम यो ल अब यो सबै कुरा छोडिदिउँ अनि तपाईले बालेन शाहलाई डाइरेक्ट हेर्नु पर्दा कसरी हेर्नुहुन्छ कसरी चिन्नुहुन्छ एउटा आजभन्दा 6-7 वर्ष अगाडि राम्रो चलेको ऱ्यापिस्ट हो र काठमाडौँका त्यो गल्ली गल्लीमा बेच्न राखेका गाँजाको राम्रो व्यापार गर्ने प्रमुख पात्र पनि हो। यसको मतलब बालेन शाह गजडी हो तपाईको भन्ने त्यस्तै अर्थ लाग्यो नि हुन्छ कुना कुनामा गल्ली गल्लीमा बेच्न राखेका गाँजा चाहिँ बालेन शाह हुँदा अथवा अहिले पनि छ त्यो बढी खरिद गर्ने उही पात्र हो। अनि बालेन शाह अब यस्तो गजडी भयो त लुसिफर भयो भन्नुभयो अनि यस्तो छ भने नेपालका 3 करोड जनता बालेन भन्दै किन उठ्ले अन्त बालेनलाई किन सपोर्ट गरे 3 करोड चाहिँ कसले गनेको 3 करोडमा ल 50,000 ले नगरे होला नि 50,000 मात्रै छन् नगर्ने 50 लाखले नगरे ल भन्दै अरबमा बेल्चा हान्न आएका तल्लो दर्जाका खल्ली बल्लीले फेसबुकमा कमेन्ट गर्दै गरे भन्दैमा त्यो समर्थन नगर्नुस् मेरो बुवाले रोजेको छैन मेरो आमाले रोजेको छैन मेरो काकाले रोजेको छैन मेरो दाजुले रोजेको छैन मेरो भाइले रोजेको छैन मेरो गाउँकाले रोजेको छैन तपाईकै नि गाउँमा रूपन्देहीमा सैना महिना कुन पालिका अरे बाडगङ्गा नगरपालिका तिलोत्तमामा पनि बुझ्नुस् बालेनको अगेन्स्टमा विरुद्धमा कयौँ पपुलेसन छ फेसबुकमा लेखिदियो भन्दैमा अब हुन्छ भनेपछि मिडियाको लोकप्रियता पनि तपाईँ भनेपछि बालेनको एकदम विरोधी त होइन मेरो पालिकाको होइन के विरोध न के सपोर्ट ठिकै छ अब यो चुनाव हुने कुरो छ चुनाव के होला नहोला के कसो तपाईँको विचारमा चुनाव 80% चाहिँ हुँदैन 20% सम्भावना छ 80% चाहिँ हुँदैन यो मङ्सिरमा चुनाव नहुने मङ्सिरमा त हुने कुरा छ र कुन महिनामा हो र फागुन 21 80% हाम्रो यहाँ एकजना भाइ पनि गिटारिस्ट 80% हुँदैन 20% सम्भावना त छ अझै पनि कार्तिक मङ्सिर ल बाइ चान्स 20% छ भन्नुभयो ल चुनाव भयो के हुन्छ चुनावमा तिनै पुराना पार्टी आउँछन् कि पुराना पार्टीले मुलुक चलाउने हो नेपालमा 7 सालदेखि अब भविष्यमा पनि पुराना पार्टीहरूले मुलुक हाँक्ने हो भनेपछि माओवादी एमाले काङ्ग्रेस अहिले चुनावमा 1 साल 5 वर्ष हाँके पनि त्यसभन्दा पछाडि काङ्ग्रेस र कम्युनिस्टले नै हो मुलुक नेपाल चलाउने। अब एउटा अन्तिम प्रश्न तपाईँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा के भन्न चाहनुहुन्छ रवि लामिछानेको विषयमा अब जेलबाट निस्किए भनेको छ होइन अब निस्किने भनेछ सोसियल मिडियाबाट लोकप्रियता कमाएका अहिले तपाईँहरूले भने जस्तै बालेन जस्तै जेन्जीहरूले मन पराएकै हो र बालेनलाई चाहिँ जेन्जीले मात्रै होइन ऱ्यापिस्टले मात्रै गजडीले मात्रै होइन रविलाई चाहिँ अलि हाम्रो जेनेरेसनले पनि वृद्धहरूले पनि बुढापाकाले केही पर्सेन्टले मन पराएको छ र अहिले पछिल्लो पटक त्यो सहकारीमा 85 लाख जब रवि लामिछानेको श्रीमतीको खातामा जब पैसा अटोमेटिक आयो नि हो त्यहाँदेखि चाहिँ अब आउने चुनावहरूमा चाहिँ जति लोकप्रियता हुन्छ यो अस्ति चितवनमा जसरी 60,000 को हाराहारी भोट ल्याएका थिए नि रवि लामिछाने र स्वतन्त्र पार्टीले अब आगामीमा चुनावमा चाहिँ सम्भावना अलिक कम छ जे भने ऊ चाहिँ पोलिटिकल पार्टी हो जस्तो काङ्ग्रेस हो जस्तो एमाले जस्तो माओवादी हो उसलाई चाहिँ समर्थनै गर्छु म सम्मान नै गर्छु रविलाई समर्थनै गर्छु पोलिटिकल पार्टीलाई सम्मान गर्छु यहाँ त स्वतन्त्रबाट जितेका बालेन भन हर्कसाङको भन हो यस्ताका अब रवि हर्क र बालेनमा कुन बेस्ट छान्नै पर्ने एउटा अप्सन छान्नै पर्ने हो भने चाहिँ
बालेनको त नामै नलिउँ, त्यो त मेरो बालेन त अहिलेको हिसाबमा चाहिँ बालेन कम्पेयर गर्ने लायकै छैन। मेरो हिसाबमा छैन। अहिलेको हिसाबमा चाहिँ रवि नै बेस्ट, किनभने ऊ भनेको पोलिटिकल पार्टीको हो नि त। अर्को छैन छैन, पार्टी खोलेको छ साँच्चै नै। नो नो नो, ऊ भनेको जनजाति पार्टी हो। भनेपछि तपाईँले पार्टीलाई सपोर्ट गर्ने मान्छे? पोलिटिकल पार्टीलाई सपोर्ट गर्छु। ए, उसले नि पार्टी त खोलो, तर त्यहाँ उसको जनजाति राई लिम्बूहरूले मात्रै खोलेको पार्टी हो, त्यो राष्ट्रिय पार्टी बन्दैन अर्को सामग्री। ठिक छ ठिक छ। ल अब लास्टमा तपाईँको परिचय सुरुमा लिनुपर्ने लिएन, अब लास्टमा आफ्नो परिचय दिनुहोस्। एउटा परिचय छैन हो, परिचय छैन, परिचय बनाउन सकेको छैन आजको मितिसम्म। भविष्यमा बनाइएछ भने भन्नुला। दर्शकबिन नमस्कार, उहाँ चाहिँ प्रदीप पौडेल, हाम्रै सेक्युरिटी साथी, हाम्रै सेक्युरिटी साथी हुनुहुन्छ उहाँ। हामी चाहिँ अब नाइट ड्युटी गरेर ओरेर ट्याक्क खानासाना खाएर यसो चौपारीमा बाहिर टाइम पासको लागि यसो बसिरहेका छौँ। अब गएर अब नाइट ड्युटी गर्ने हो, अब गएर सुत्ने हो। यसो एकछिन रमाइलो कुराकानी भयो। यो हेर्नुहोस्, यो हामी यो दुबई, अहिले दुबईमा छौँ, दुबईको सेक्युरिटी हो। दुबईको हत्ता भन्ने ठाउँमा छौँ, जस्तै दुबई र ओमनको सिमानामा पर्छ यो। वरिपरि हेर्नु उपत्यका जस्तो छ, उपत्यकै भनौँ, वरिपरि पहाड छ, हरियाली छ। दुबई बसे जस्तो नि लागेको छैन, नेपालको कुनै एउटा पोखरा उपत्यका जिल्लामा बसे जस्तो फिलिङ भइरहेछ। वरिपरि पहाड छ, यहाँ एक तले भन्दा दुई तले घरहरू देख्न सक्नुहुन्न हजुरले, त्यो घरै छैनन्, सबै एक तले एउटै फ्ल्याटका, काठमाडौँ जस्ता, काठमाडौँमा जुन हुन्छ त्यस्तै घरहरू छन्। तपाईँ देख्न सक्नुहुन्छ यो पहाडै पहाड वरिपरि। हाम्रो एकोमेन्डेसन यो हामी बस्ने। ल हुन्छ, यति भन्दै म बिदा भएँ। म सरोज न्युपाने, बाडगाङ नगरपालिका वडा नम्बर 6 बनकसिया निवासी।